हेलो गाइस, दर्शन नमस्ते सम्पूर्णमा। म चाहिँ यता जाँदैछु है, पक्कै पनि तपाईहरुले हेरेर साथ दिनु होला है। लगनखेल बस पार्कदेखिबाट तल लुकुसीसम्म जाँदैछु आजको यात्रा पनि। पहिला जस्तै भिडियोलाई अलिकति फरक ढङ्गले चाहिँ ल्याउने आशा सहित चाहिँ आज आएको छु। पक्कै पनि सबैजनाले हेरेर साथ दिनु होला। पक्कै पनि यहाँ चाहिँ काम भइरहेछ एक साइडमा, र यहाँ चाहिँ एकदमै धुलो उड्ने कारणले चाहिँ धेरै समस्या भएको थियो। अहिले चाहिँ अलिकति केही हदसम्म चाहिँ राम्रो होस् भनेर चाहिँ यहाँनिर अलिकति राम्रो बनिरहेको छ है। केही मात्रा भए पनि विकासले चाहिँ अलिकति राहत पाएको जस्तो लाग्छ है। सबैजनाले हेरेर साथ दिनु भएको छ। यो चाहिँ गरको जाने बाटो हो है, मर्मत भइरहेछ। प्राग पोखरी चोक हो यो चाहिँ है, प्राग पोखरी चोक भनिन्छ यसलाई चाहिँ। पक्कै पनि यताबाट लगनखेल बस पार्क पनि जान्छ, यहाँ देखिरहेको बाटो यो बस पार्क पनि जान्छ, र यतापट्टिबाट पनि सुन्दारा है गरको जाने बाटो पनि रहेको छ। पक्कै पनि यहाँ अलिकति साफ भइरहेछ यहाँ चाहिँ, त्यस कारणले पसलहरू पनि एकदमै राम्रो छ यहाँ। यताबाट हामी चाहिँ उता लुकुसी गेट हुँदै जान्छौँ, र यहाँ पसलहरूको पनि एकदमै राम्रो सुविधा छ। पक्कै पनि यताबाट हामी जाँदैछौँ। सबैजनाले हेर्नु होला अन्तिमसम्म भिडियोलाई, के कस्तो छ सल्लाह सुझाव पनि दिनु होला। म अहिले हिँडिरहेको छु, र यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ अगाडिको फलफुल पसल देखिरहनु भएको छ। यता त्यस्तै छ सुन पसल। पक्कै पनि एकदमै राम्रो सुनका चलपहरू लगाएको सुनै पाइन्छ है। यता आइरहेको छु म है। प्राय पसलहरू चाहिँ खुल्लै छ है अहिलेको माहौलमा चाहिँ। पसलहरू पनि खुल्लै अवस्था छ। पक्कै पनि 7:55 गएको छ रातको। पक्कै पनि रातिको समय छ। अब बिस्तारै 8 बज्ने क्रम जारी छ। यहाँ यता पसलहरू छ। पक्कै पनि पसलहरू पनि छ यहाँ देख्न सक्नुहुन्छ। अब यहाँ एउटा किराना पसल आउँदैछ, किराना पसल हो। पक्कै पनि अगाडिको माहौल पनि उस्तै छ है। बर्थडे अनि गिफ्टहरू दिनको लागि चाहिँ यहाँ पसल पनि रहेको छ यता अगाडि है। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेर्नु पऱ्यो है। सबैजनाले सब्सक्राइब गर्नु पऱ्यो युट्युब च्यानललाई। त्यसपछि फरक ढङ्गले चाहिँ आउने आर्ट्सै सहित चाहिँ यहाँनिर कुर्सी टेबलहरू पनि छ। एकदमै फरक किसिमका चाहिँ डाइनिङ टेबल बस्नका लागि सुविधाहरू पनि देख्न सक्नुहुनेछ। पक्कै पनि म ठ्याक्कै माथि आइपुगेको छु। पक्कै पनि यहाँ चाहिँ एकदमै धुलोको पनि एकदमै समस्या छ यहाँ चाहिँ। एकदम यो बाटोघाटो चाहिँ मर्मत हुन नसक्नुको कारण चाहिँ देखिरहेको छु। यतातिर एकदम ठुलो ग्राउन्डमा आइपुगेँ म। ग्राउन्डै छ ठुलो। यहाँ चाहिँ केराहरू फलफुलहरू पनि बेच्नु हुँदो रहेछ। पक्कै पनि देखिरहनु भएको छ। पक्कै पनि यताबाट चाहिँ लुकुसी गेट हुँदै अब बिस्तारै आइपुग्न लागेको छ। यहाँ पनि सानो एउटा ठुलै पसल छ देख्न सक्नुहुनेछ। यहाँबाट यो बाटो म तपाईँहरूलाई देखाउन चाहन्छु। यो चाहिँ औद्योगिक क्षेत्र जाने बाटो है। औद्योगिक क्षेत्र जाने बाटो चाहिँ यहाँ छ पाटनको है। पक्कै पनि एकदम फराकिलो बाटो छ यो बाटो भनेको चाहिँ औद्योगिक क्षेत्र जाने बाटो है। यताबाट तल गरको ओह्रालो छ यता है। पक्कै पनि ओके, म त्यहाँ मैले जुन ठाउँमा भनेको थिएँ त्यही ठाउँमा आइपुगिसकेको छु। त्यस कारणले सबैजनाले अन्तिमसम्म भिडियो हेरिदिनु भयो, धेरै धन्यवाद। र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है। सब्सक्राइब गर्नु पऱ्यो है। शरण चिरवाल युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। र फेरि यस्तै कन्टेन्टहरू राम्रो भिडियोहरूलाई चाहिँ ल्याउने बाचा छ है।
अहिलेको लागि म यहाँ आइपुगेछु गाइस। लुकिस गेट हो, यहीँनिर आइपुगेछु। बाई बाई।